सामानमा मिलाइदिन्छु न बिचमा दुध छ मैले के बनाउँदै मालदिभ्सको माछा मालदिभ टुना फिस टुना भालो मास मास भालो मास भालो मास बनाउँदै फिस पकाइ मास भालो मास ल मैले अब आज भैँसी धोएर हाम्रो घरमा भैँसी छन् मैले कति लिटर जति छ मैले दुध यहाँ छ नि 3 लिटर 4 लिटर छ 4 भन्दा बढी होला मोटाउने भयो त मैले मोटामाथि झन् मोटाउने भयो दुध खाएर ए आफ्नै पौराले मोटाउँछ नि है अब दुध उमाल्न थालेको होइन त आमा मेलेन लौवा गाईको पनि उगामा यो फेरि गाईको चाहिँ माली गाईको दुध गोरी गाई लिने उमाल्दै यसमा चाहिँ अब आगो फुकाउनु पर्यो आगो फुकेर दुईटा यता भैँसीको दुध उता गाईको दुध यो ठुलो भैँसीको यो सानो गाईको तपाईँ चाहिँ गाईको के गोरुको होला म जुन पनि पिउँछु यति भने खाना तर्को फिरमा हामी माई ससुराली गएको घाँस काटेको ससुराली गएको अनि घाँस काटेको माइलीको त भन लाग्यो हो मेरो त कहाँ भर्छ ओइ मैले त्यो माथि मात्र ऊ राखेको मात्रै हो कस्तो हुन्छ गाउँले जीवन गाउँले जीवन राम्रो छ नि खानापिना मैले त फटाफट काट्दो रहेछ बहिनी के रहेछ